अब चाहिँ हाम्रो भान्जी ज्वाइँको चाहिँ अब जन्ती बर्साउने कार्यक्रम चल्दैछ होइन। र चाहिँ अब हामी चाहिँ अहिले चाहिँ अब ज्वाइँलाई चाहिँ अब मेरो भान्जीको दाजुले चाहिँ उहाँले चाहिँ बोकेर हलसम्म लैजानुहुनेछ र अनि त्यस पछाडि चाहिँ हलभित्रको कार्यक्रम छुट्याइनेछ साथीहरू र हेर्दै जानु होला है त, रमाइलो लिँदै जानु होला। र चाहिँ अब हामी चाहिँ जन्ती बर्साउने कार्यक्रमतिर लाग्दैछौँ है त। हाम्रो गाउँ आयो फोटो खिचेको हो। र अहिले चाहिँ मेरो भान्जी ज्वाइँको आफन्तहरू चाहिँ उहाँको फ्यामिलीहरू चाहिँ अब भित्र जाँदै हुनुहुन्छ र केही क्षणमा हाम्रो भान्जी ज्वाइँ पनि आउँदै हुनुहुन्छ होइन। र मेरो भान्जीको चाहिँ उहाँको दाजुले चाहिँ बोकेर भित्र लैजाने चाहिँ उहाँले सायद लैजानुहुन्छ होइन। अब रीतिमा ठिक छ त, अब के गर्छ हेरौँ है त साथीहरू। ओके यता हेर भाइ तपाईँ नमस्ते। ल हाम्रो गाइजहरू ल ल ल फेरि भन्नु भाइ नमस्कार नमस्कार। होइन म कहाँ हुने यस्तो ठाउँ खाली छ। लगभग अब मेरो भान्जी ज्वाइँको चाहिँ आफन्तहरू
उहाँको रिलेटिभ्सहरू चाहिँ लगभग आइसक्नुभयो सबैजना है कोसेली बोकी र अब चाहिँ उहाँको यो कोसेलीहरू चाहिँ हाम्रो यो अब जुन मेरो भान्जी ज्वाइँको चाहिँ भाइ खलक या उहाँको मामालाई चाहिँ एकुन्टा यो बाख्रा चाहिँ 2टा बाख्राहरू चाहिँ दान गर्नुहुन्छ उहाँहरूले र त्यो चाहिँ म पछि देखाउने छु होइन र अब यो एउटा रीति नै हो उहाँले दिनै पर्ने हुन्छ होइन र अब रोटीहरू रक्सीहरू सबै दिनुपर्ने हुन्छ धेरै होइन थोरै मात्रामा तर दिनुपर्ने हुन्छ उहाँहरूले र चाहिँ अब मेरो भान्जी ज्वाइँ पनि अब इन्ट्री हुँदैछ होइन एकछिनमा मेरो भान्जीको चाहिँ दाजुले चाहिँ उहाँले चाहिँ लिएर आउनुहुनेछ मेरो होइन भान्जै भनौँ न उहाँलाई पनि मेरो भान्जाले चाहिँ उहाँलाई लिएर आउनुहुन्छ मेरो भान्जी ज्वाइँलाई ओके अब हेर्दै जाउँ अब छिट्टै ढिला नगरिकन अब छिटो आउँदै हुनुहुन्छ उहाँहरू है त ल ओके हेर्दै जाउँ साथीहरू साथीहरू अब अहिले चाहिँ मेरो भान्जी ज्वाइँहरू अब हल नजिकै आइसक्नुभयो उहाँहरू होइन र चाहिँ अब सबैजना भित्रै आइसक्नुभयो र चाहिँ अब उहाँको फ्यामिलीहरू र मेरो भान्जीको फ्यामिलीहरू सबैजना एकगट्ठा भएर अब चाहिँ यहाँ चाहिँ अब उहाँहरूले चाहिँ अब हलभित्र लैजाने क्रममा छौँ होइन उहाँले अब भित्र जानुहुन्छ उहाँहरू मेरो भान्जी ज्वाइँहरू सबैजना भित्र अब जानुहुन्छ र भित्रको कार्य पनि अब त्यहीँ गएर सुचारू गर्दै हुनुहुन्छ उहाँहरूले है त ओके अब यहाँ चाहिँ अब तपाईँहरूको चाहिँ अब मावलीहरूलाई अथवा भाइ खलकहरूलाई चाहिँ रोटी रक्सी बाख्राहरू दान गर्दै हुनुहुन्छ उहाँहरूले होइन मेरो ज्वाइँतर्फको आफन्तहरूले चाहिँ उहाँले चाहिँ दान गर्नुपर्ने हुन्छ के मामाली र भाइ खलकलाई है त ओके अब त्यही कुरा हो यहाँ चाहिँ अब उहाँले दान गरिसकेपछि मात्र भित्र जानुहुन्छ उहाँहरू है त हलभित्र ओके हेर्दै जाउँ साथीहरू बाबा धुने दुकान है ना आजको दिन चाहिँ एकदम रमाइलो भएको छ यहाँ आफन्तहरूसँग भेटघाट गर्न रमाइलो गर्न होइन र भान्जीको चाहिँ बिहा एटेन्ड गर्नु नै हाम्रो लागि सबैभन्दा ठुलो कुरा हो है र अनि मेरो अहिले चाहिँ
अब मेरो भान्जी र ज्वाइँलाई चाहिँ त्यहाँ भाइ खलकको र मावलीबाट चाहिँ त्यहाँ अब कोसेली दिने एउटा कार्य गर्दैछ त्यहाँ आफन्तजनहरूले होइन। ओके, हेर्दै जानु होला है। मेन भनेको होइन, अरू भनेको उनीहरू बुझ्छ भने हामी यस्तो गर्नु वा दामी। अब फाइनली अब मावलीहरूलाई र भाइ खलकहरूलाई चाहिँ यहाँ चाहिँ अब मेरो भान्जी ज्वाइँको तर्फबाट चाहिँ कोसेली दिँदै दिन लाउनु भएको छ है त। ल साथीहरू, ल हेर्नु, मेरो यो बिहामा चाहिँ एटेन्ड गर्नुभएको मेरो भाइ बहिनीहरू, भान्जा भान्जीहरू, मेरो ग्याङहरू कि उहाँहरू है त। ल अब यतातिर चाहिँ बुवाहरू होइन। ल अब हेर्दै कन्टिन्यू गर्नु होला है भिडियो। अब लगभग अब हामी मावली र भाइ खलकहरूलाई चाहिँ उहाँहरूले चाहिँ कोसेली दान गर्ने हुनुहुन्छ, रोटी र रौसीहरू है। ल साथीहरू, भर्खरै हामीहरूले चाहिँ अहिले चाहिँ हामी चाहिँ मावली पऱ्यौँ के अरे होइन। र चाहिँ मेरो भान्जीको तर्फबाट, भान्जी ज्वाइँको तर्फबाट चाहिँ हामीले चाहिँ रोटी रौसी र बाख्रा चाहिँ हामीले हात पारेको छौँ होइन। र अब चाहिँ अब उहाँहरू चाहिँ अब चाहिँ मेरो भान्जीहरू चाहिँ अब भित्र हलभित्र चाहिँ अब हामी लैजाँदैछौँ है। ल हेर्नुहोस्, मेरो भान्जी ज्वाइँहरू अब भित्र जाँदै हुनुहुन्छ र त्यहाँ गएर चाहिँ अब हाम्रो चाहिँ अब टिकाटालाहरू अनि रमाइलो गर्ने, खाना खाने सबै स्टार्ट त्यहाँबाट गर्नेछौँ साथीहरू है त। ल हेर्नु होला भिडियो। अब खाजा बुला हिसाब र नानीलाई चाहिँ अब खाजा पनि खुवाउनु पर्यो। खाजा ठिक भइरहेछ त, ठिक्क भएछ त। यस बेबी, हाम्रो मिलन दाइ पनि सबै घर फिट हुनु पऱ्यो हुँदा समयले पनि मध्यनजर राखेर अब हाम्रो कार्यक्रमहरू छिटो सञ्चालन गर्ने कोसिसमा हामी छौँ। र सम्पूर्ण फ्यामिलीको कृपया इन्भेस्ट भन्दा देब्रेपट्टि चाहिँ फुर्केलको स्टल हो, खाजाको स्टल छ। खाजा नखानुहुने सम्पूर्ण इष्टमित्रहरू लगायत आज जन्तीको रूपमा पाल्नुभएका इष्टमित्रहरू सम्पूर्णमा खाजा ग्रहण गर्न अनुरोध गर्दै अब हामी समय घटिसकेको छ। खाजा खाइसक्नुभयो इष्टमित्रहरू कुर्सी ल्याएर यो मञ्चको अगाडिको रूपमा यसरी चाहिँ बसिदिनु हुनमा अनुरोध गर्दै र अब यहाँ रमाइलो सांस्कृतिक कार्यक्रमहरू पनि गरिदिनु हुँदा हाम्रो खडागाउँ अब हाम्रो भान्जी ज्वाइँलाई चाहिँ अब भान्जीको मम्मीहरूले बाबाहरूले मिलेर चाहिँ उहाँहरूलाई चाहिँ खाना खुवाउनका लागि चाहिँ लैजाँदै हुनुहुन्छ है। अनि त्यस पछाडि हामी यहाँ टिकाटाला गर्ने कार्यक्रम पनि सुरु गर्नेछौँ साथीहरू। ल हेर्दै जानु होला है त। ओके,
ल साथीहरू र यता बाहिरतिर चाहिँ मेरो भान्जीको बहिनीहरू भाइहरू हैन सबैजना मिलेर चाहिँ मेरो भान्जीको वेडिङ सेरेमनीको लागि चाहिँ उहाँहरूले चाहिँ डान्स प्र्याक्टिस चाहिँ गर्दै हुनुहुन्छ हैन अहिले चाहिँ उहाँहरूले चाहिँ यो डान्स चाहिँ भित्र हलमा गएर चाहिँ उहाँहरूले प्रस्तुत गर्नुहुनेछ हैन र त्यो पनि म तपाईहरुलाई देखाउने छु है त अब चाहिँ हामी चाहिँ अब यो भिडियोलाई चाहिँ अलिकति स्किप गर्न गइरहेको छु र डाइरेक्टली हामी भित्र उहाँहरूको डान्सलाई चाहिँ हामीले प्रस्तुत गर्न गइरहेको छौं है त साथी
साली र सालाहरूको चाहिँ यहाँ थुप्रै नाच छ। हाम्रो चाहिँ ग्रुप नम्बर 4 को हावसर र आमापाटी देउरालीमा दर्जा आमापाटी जुनमा कुमारीहरू नाच बेबी नाच। नाचेको त लौ हाम्रो समिति जोरसिंह समिति चाहिँ कृपया चुर्तिला साथीहरू अब हामी विवाहको करिब
अन्ततिर हामी आउँदैछौँ होइन। र अब चाहिँ हाम्रो भान्जीले चाहिँ बिदाई गर्नको लागि चाहिँ माथि आमा बाबाहरू रेडी हुनुहुन्छ र तलतिर चाहिँ मेरो भान्जीको चाहिँ आफन्तहरू रमाइलो गर्दै बस्नुभएको छ भने उतातिर चाहिँ मेरो भान्जीको मम्मी बाबा होइन र अनि मेरो भान्जी ज्वाइँको चाहिँ मम्मी बाबाहरू त्यहाँ हुनुहुन्छ कि मेरो र अब मेरो भान्जीले चाहिँ बोकेर चाहिँ अब पारी गाडीसम्म लैजाँदै हुनुहुन्छ साथीहरू। ल अब हामी चाहिँ बाहिरको भाग पनि हेरौँ होइन। र अब हामी चाहिँ हलदेखि बाहिर जाँदैछौँ। ल र यसै परिचालन अब रीतिरिवाज अनुसार यहाँ चाहिँ अब मेरो भान्जी र भान्जी ज्वाइँलाई चाहिँ यहाँ अब समाजको बाबाआमाहरू मिलेर चाहिँ उहाँहरूलाई चाहिँ बाटो रोक्दै हुनुहुन्छ कि उहाँहरूले चाहिँ अब केही दान गरेर केही रकम दान गरेर मात्रै यहाँबाट जाने चलन रहेको हुँदा अब चाहिँ मेरो भाइले चाहिँ उहाँहरूलाई चाहिँ हल्का सानोतिनो दान गर्न गइराख्नु भएको छ साथीहरू। ल हेर्नुहोस् ओके के अन्य रीतिरिवाज हामीले फलो गर्नै पर्छ होइन। र ओके यति भन्दै अब फेरि अब मेरो भान्जीलाई चाहिँ मेरो भान्जाले चाहिँ बोकेर चाहिँ पारी भान्जीको चाहिँ जाने गाडीसम्म चाहिँ लैजाँदै हुनुहुन्छ साथीहरू। हेर्नु होला है त अन्तसम्म। ल कता हो बाटो फाइनली मेरो भान्जी ज्वाइँलाई चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ बिदाई गऱ्यौँ होइन। र अनि बिदाई गरिसके पछाडि अब हामी चाहिँ घर फर्कने क्रममा छौँ यो रवि महलबाट होइन। अब यहाँबाट पनि हामी बिदाई हुनेछौँ यही भिडियो मार्फत साथीहरू होइन। र थ्याङ्क्स फर वाचिङ यही भन्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ गाइज।